नमस्ते, म गीता श्रेष्ठ। गीता श्रेष्ठ युट्युब च्यानलमा हजुरलाई स्वागत छ। र आज म चाहिँ हजुरहरूको सामु यहाँ अगाडि आएको छु, किनभने मेरो चाहिँ एकदम ओरिजिनल फेस छ। मलाई नक्कल झकल पार्नु पनि आउँदैन, म सिम्पल मान्छे हो। त्यसैले हजुरहरूले मलाई मन पराउनुहुन्न, त्यो त मलाई थाहा छ। थाहा हुँदाहुँदै पनि मैले टिकटक युट्युब च्यानल बनाएको छु, त्यही भएर मैले सानो भिडियो बनाएको छु। हजुरहरूले मन नपरे पनि एकैछिन रोकेर भए पनि मलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। मलाई बोल्नु पनि आउँदैन, मैले पढेको पनि छुइनँ, मलाई भिडियोहरू बनाउनु पनि आउँदैन। युट्युबमा यस्तो ठमेलहरू हुन्छ नि, ठमेल ह्यासट्यागहरू केही बनाउन आउँदैन मलाई। प्लिज सबै साथीहरूले सपोर्ट गरेर मलाई पनि अगाडि बढाइदिनु होला। म पनि हजुरलाई जानेसम्म लाइक कमेन्ट सेयर सब्सक्राइब। नमस्ते साथीहरू, मलाई दया गरेर अगाडि बढाइदिनु होला। मैले पढा लेखेको छैन, त्यही भएर मलाई जान्दिनँ। हजुरहरू ह्यासट्याग पनि के बनाउनु पर्छ अरे, ठमेलहरू एडिटहरू गर्नुपर्छ अरे, मलाई केही आउँदैन। प्लिज मलाई अगाडि बढाइदिनु होला। म एकदम सिम्पल मान्छे हो, गरिबहरूको छोरी, गरिबहरूको बुहारी। मलाई यस्तो भिडियो बनाउनु बोल्नु पनि आउँदैन। प्लिज नराम्रो कमेन्ट पनि नगरिदिनु होला। आमा सम्झेर, दिदी बहिनी सम्झेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हजुरले लाइक गरे म पनि लाइक गरिदिन्छु, कमेन्ट गरे कमेन्ट गरिदिन्छु, सेयर गरे सेयर गरिदिन्छु, सब्सक्राइब गरे सब्सक्राइब गरिदिन्छु। तर मैले त्यति जान्दिनँ युट्युबमा कहाँ कहाँ हो, खोजेर हजुरले मलाई सपोर्ट गर्नु सपोर्ट गर्नेछु। प्लिज दिदी बहिनी दाजुभाइ आमा बुवाहरू सबैले सपोर्ट गरिदिनु होला। म एउटा गाउँमा जन्मेको मान्छे हो, गरिब भएको कारणले मैले पढ्नु सकिनँ, सानै बेलामा बिहा गरेँ। अनि त्यही भएर म अहिले अब के आउँदैन मेरो पालोमा, यस्तो म गरेको छु। मलाई केही मसँग टिकटकहरू बनाउनु केही बनाउनु, मसँग कपडाहरू पनि फेरि लाउने छैन। त्यही भएर साथी हजुरहरू मलाई सबैले माया गरेर अगाडि बढाइदिनु होला। यसो रहर लाग्छ मलाई, पहिले सानैदेखि रहर लाग्थ्यो। सानो बच्चादेखि नै मनमा पुरा खेल्थ्यो, कलाकार बन्नु पाए कस्तो हुन्थ्यो होला भन्थे। त्यो गीत सुन्थेँ, गीत सुनेर अनि रेडियोमा गएको सुन्थेँ सानोदेखि नै। अनि यो काठमाडौँ जानुपर्छ भनेर सुनेको थिएँ। अनि काठमाडौँ त जाने अब दिमागै केही नै थिएन मेरो, केही त्यही पनि कति रहर लाग्थ्यो क्या। अब छोरी मान्छे बाहिर हिँड्नु पनि नपाइने, बुवाले बाहिर पनि हिँड्नु दिनुहुन्न थियो। प्लिज साथीहरू मलाई केही छैन, म एउटा गरिबहरूको छोरी, गरिबहरूको बुहारी, मलाई सपोर्ट गरिदिएर अगाडि बढाइदिनु होला। म पनि यस्तै छु, केही आउँदैन, एकदम सिम्पल छु, साधारण सिम्पल, नक्कल झक्कल पनि आउँदैन। मान्छेहरू सबै फेरि म त जस्तै छु, मर्ने बेला भइसक्यो। साथीहरू म पनि हजुरलाई फुल सपोर्ट गर्नेछु, जाने जति र दिमागले भ्याए जति। प्लिज टिकटकले पनि मलाई बिहान नगरिदिनु होला, युट्युबले पनि बिहान नगरिदिनु होला। एउटा आमा सम्झेर, दिदी बहिनी साथीसँग सम्झेर मलाई दया गरी हजुरले क्षमा गरिदिनु होला। बोल्नु